नमस्ते सबैजनालाई। आज चाहिँ अचार आउनको लागि चाहिँ बारीबाट आँप टिपेर लिएर आएर यहाँ काट्नलाई सुरु गर्दैछु। पहिला काट्नु पर्यो, पखाल बारेर आँपलाई काटेर आँपको कोया निकाल्ने। कोया निकालिसकेपछि चाहिँ यसलाई ठिक्कको पिस बनाएर 2 दिन जस्तो चाहिँ यसलाई बेसार र नुन मात्रै हालेर बेसार र नुन हाल्यो। अब बेसार र नुन हालेर चाहिँ 2 दिन हामीले यसले छोडिदिनेछौँ। त्यस पछाडिबाट 2 दिन पछाडि हामी यसलाई सबै मरमसला हालेर नुन तेल मरमसला खुर्सानी सबै हालेर अब यसलाई मिक्सिङ गरेर हेर्दा कस्तो देखियो, राम्रो देखियो। पुरा मुखमा पानी आउने जस्तो। अब मिक्सिङ गरेर चाहिँ मजाले मिक्सिङ गरेर अब यसलाई चाहिँ तपाईँको डिब्बामा गइरहेको छु। लगभग 15-20 सेकेन्डको मात्रै लिएको छु डिब्बामा।